कतिपय दिदीबहिनीहरूले यो साउन महिनामा एकदम पवित्र खानेकुराहरू खाँदै आइरहनु भएको छ। माछा मासु खानुहुन्न। दिदीबहिनीहरूले मात्र होइन, दाजुभाइहरूले पनि छोड्दै आइरहनु भएको छ। यहाँसम्म कि कतिपयले त लसुन प्याज समेत खानुहुन्न, चोखो खानेकुराहरू खाँदै आइरहनु भएको छ, केवल 1 महिनाको लागि, साउन महिनाको लागि। त किन छोड्दै आइरहनु भएको, किन छोडिरहनु भएको छ त 1 महिनाको लागि? के पाइन्छ छोडेर? के को लागि छोड्दै हुनुहुन्छ भन्दा उहाँहरूको उत्तर आउला शिवजीको कृपा आशीर्वाद प्राप्त गर्नको लागि। यदि साँच्चै नै शिवजीको कृपा आशीर्वाद प्राप्त गर्ने हो भने 1 महिनाको लागि किन छोड्ने? सधैँभरिको लागि छोडिदिऊ न। सधैँभरि 12 महिना शिवजीको कृपा आशीर्वाद प्राप्त हुन्छ भने शिवजीसँग 1 महिना छोडेर किन चिट गर्ने, नाटक किन गर्ने त? सधैँभरि छोडिदिऊ। अनि सधैँभरि यो शरीर के हुन्छ? पवित्र हुन्छ। मन पनि मन्दिर हो। यहाँ हाम्रो शरीरभित्र मन छ, त्यो मनमा पनि मन्दिर भगवान विराजमान हुनुहुन्छ हैन। सधैँभरि हामी पवित्र बनाऊ, शुद्ध शाकाहारी खानेकुराहरू खाऊँ अनि आफ्नो शरीरलाई पवित्र बनाऊ अनि शिवजीको 12 महिना कृपा आशीर्वाद लिऊँ हैन त। राधे राधे।